मैले त्यतिखेर मेरो सपना एक दिनहरू त साउजी बन्छु, मैले कमाएको पैसाले म समाजको के परिवर्तन गर्छु, त्यो मेरो सपना। कसरी सुरु गर्छस् होइन? काम गर्ने बेला मैले के सोच्थेँ भने मान्छेको एउटा लक्ष्य हुनुपर्छ, एउटा सपना बोक्नुपर्छ। जो मान्छे सपना बोकेर अगाडि बढ्छ त्यो मान्छे पुरा हुन्छ। म एउटा सपना चाहिँ म बोक्छु मेरो लाइफमा भनेर मैले सपना बोकेर हिँडेको थिएँ। त्यो नाम कहाँ र सपना आयो भन्ने कुरो म तपाईँसँग थोरै जोड्न चाहेँ। अनि म 14 वर्ष उमेरमा मैले वेटर गर्थेँ। म वेटर गर्दा गर्दै 19 वर्षको उमेरमा मलाई एउटा विदेशी साथीले के सोध्यो भने त हेर्दा कति स्मार्ट देखिन्छ, तिम्रो सपना के छ तेरो लाइफमा भनेर सोधेको थियो। मैले त्यतिखेर मेरो सपना एक दिनहरू त साउजी बन्छु, मैले कमाएको पैसाले म समाजको के परिवर्तन गर्छु, त्यो मेरो सपना। अनि गर्दै गर्दै चुलोको कुरा चाहिँ कहाँ आएर जोड्यो भने मान्छेले घरभित्रै खाना पकाउने, मान्छे चेपाङ डाँडातिर अनि मुस्यार बस्तीतिर, अनि त्यो कालो धुवा घरभित्रै छ, त्यही सुत्ने। कति असर पऱ्यो ज्यानलाई, फोक्सोमा कति धुवा गयो, कति असर पऱ्यो। अनि प्लस इन्भाइरोमेन्ट वातावरणलाई पनि चाहिँ समस्या भयो। अब यसलाई कसरी क्लिन गर्न सकिन्छ भने चाहिँ यो चुलो इन्डियामा बन्दो रहेछ पहिले, इन्डियामा डिजाइन गरेर बनेको प्रोडक्सन। अनि मैले होइन यो चुलो कहाँ पाउँछ भनेर इन्डियाबाट किनेर लिएर आएँ कि त्यतिखेर किनेर ल्याउँदाखेरि यो चुलोको मेरो 4500 रुपियाँ परेको थियो। मैले लिएर आएर अनि गरिब बस्तीमा जहाँ नसक्ने छन् किन्नलाई तिनलाई मैले फ्रीमा दिँदै गरेँ। उनीहरूले राम्रो गरेँ। अनि पछि मैले आफैले होइन अब प्रोडक्सन आफै गर्ने, फ्याक्ट्री खोल्ने बित्तिकै के भयो त तपाईँ हामी जस्तै मान्छेले काम पाएँ, पैसा त यहीँ बस्यो नि, किन मेरो पैसा इन्डिया पठाउने भनेर फ्याक्ट्री नै खोलेँ। अहिले फ्याक्ट्री हाम्रो आफ्नो फ्याक्ट्री छ, त्यहाँ अहिले 12-13 जना मान्छेले त्यहीँका लोकलले काम गर्छन्, त्यही प्रोडक्सन बन्छ। अनि मैले यो फ्रीमा बाँडिरहेको थिएँ होइन, इन्ट्रेस्टिङ कुरो, फ्री बाँडिरहेको थिएँ, दिइरहेको थिएँ। एक दिन त कवाडीले रिक्सामा लिएर हिँड्दादेखि नैछु यसो हेर्छ मेरो नाम ल्याएछ सपना भिलेज, ल मार्यो कति किन्यो भने त 300 किने ल्याए भन्छ। अब यो फ्री गर्न हुँदैन है, फ्री गऱ्यो भने बिग्रियो भनेपछि त्यसपछि मैले अब पैसा लिनुपर्छ। केही पैसा लियो भने माया हुन्छ क्या हजुरलाई। तपाईँहरूले पनि घरमा अहिले यतिखेर फेरि ग्यास छैन, ग्यास सर्टेज भएको बेला नि परेको। यसमा फेरि एकदम इन्ट्रेस्टिङ कुरो थोरै भनिहाल्छु चुलोको बारेमा। तल पाल छ, यसबाट एयर भित्र जान्छ अनि भित्र पनि मसिनो पाल छ। तपाईँको नर्मल चुलोमा पकाउँदाखेरि 100% धुवा आउँछ 100% भने यसमा 80% धुवा डाउन हुन्छ, 20% धुवा आउँछ। अनि फेरि नर्मल चुलो पकाउँदा लाग्ने जति दाउरा छ नि त्यो दाउरा भन्दा यसमा 20% दाउरा मात्रै लाग्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। हाम्रो गाविसमा पनि यत्रो चुलोहरू वितरण गर्नुभयो। यसरी ग्यास एकदम सर्टेज भएको अवस्थामा वितरण गरेर हामी सम्पूर्णलाई सहज बनाउनु भएकोमा सम्पूर्णमा एकदम धन्यवाद ज्ञापन गर्दै हजुरहरूलाई सम्पूर्णलाई धन्यवाद गर्न चाहन्छु।